नेपालमा मान्छे मार्नुलाई कानुन हिसाबले कानुनको दायरामा ल्याउनु पर्ने छ। तर भए तापनि नेपालमा हिजोआज मान्छे मार्नु सजिलो, तर यो रुख काट्नु नै धेरै गाह्रो छ। ज्यानको बाजी राखिराखि हामी ब्लग बनाइराखेका छौँ साथीहरू। आज हामी शनिबारको दिन सुक्पा टिप्नु जाँदैछौँ। सुक्पा धुप अनि यहाँ धेरैजना छ। हामी यस्तो खोलाहरू तरेर जानुपर्ने छ। यहाँ धेरै गाह्रो छ यसमा। यो ठाउँबाट लगभग 2 घन्टा जति हिँड्नुपर्ने छ। यो ठाउँबाट झन्डै 2 घन्टा जति लाग्छ होला है। मास्तिर पो गएछ त मान्छेहरू। हाम्रो बाटो अब हामीले बाटो नचिने साथीहरू मास्तिर गएछ। ल मास्तिर छौँ है। यहाँ हाम्रो साथी 2 जना यहाँ आइपुगेछ। पछ्याउनै नसक्ने यति छिटो हिँड्नु सक्छ उहाँहरू। के छ घेरा सेरा के छ? ठिक छ हो। आज सुक्पा टिप्नु जाने होइन धुप। अब यहाँ थाकेर फिउ। मेरो त हालत खराब छ है। दुःख नमान्दिने होला, नरिसाउनु होला। गर्नलाई गाह्रो भइरहेछ क्या मलाई त। त्यही त कस्तो गाह्रो छ यार। हेर्नु न तपाईँहरू, यहाँबाट यस्तो गहिरो छ। अनि अब हाम्रो गाइड चाहिँ उहाँ हुनुहुन्छ। उहाँ एकदम छिटो हिँड्नुहुन्छ नि। हामीलाई आज घुमाउने उहाँ हो। हजुर, उहाँ चाहिँ हाम्रो ngawang माजिन ngawang साप कुक एकदम। हेर्नु न कसरी हिँड्नुहुन्छ तपाईँ। जङ्गलमा हिँड्नुलाई यस्तो सिपालु छ उहाँले। सिप एकदम सिप चाहिन्छ यसमा। हेर्नुहोस् है साथीहरू, हेर्नुहोस् धेरै धेरै ठुल्ठुला रुखहरू छन् यहाँ। यो रुखहरू चाहिँ धेरै वर्ष पुरानो यस्तो रुखहरू छ। हेर्नु न, यो यहाँ मात्रै होइन, नेपालको धेरै ठाउँहरूमा चाहिँ यसै रुखहरू छ। अनि यसको चाहिँ सदुपयोग भयो भने राष्ट्रमा अरू ठाउँ धेरै कुराहरूको निर्माण गर्ने यस्तोमा सदुपयोग भयो भने यो हरियो वन नेपालको धन भनी यो एउटा भनाइ छ। यसलाई चाहिँ हामीले मान्न सकिन्छ। हेर्नुहोस् यसरी कुहिएर त्यसै ढलेर गएको अवस्थामा छ। अनि यसरी कुहिएर गएको अवस्थामा हुन्छ हाम्रो नेपालको राष्ट्रिय धन। हेर्नुहोस्, सुलमान घिसिङजीले चाहिँ भन्नुभएको थियो नेपालमा मान्छे मार्नुलाई कानुन हिसाबले कानुनको दायरामा ल्याउनु पर्ने छ। तर भए तापनि नेपालमा हिजोआज मान्छे मार्नु सजिलो, तर यो रुख काट्नु नै धेरै गाह्रो छ भनेर उहाँले एउटा टिप्पणी गर्नुभएको थियो। त्यो सही जस्तो पनि लाग्छ। जस्तै यो एउटा रुख काट्दाखेरि सिधै जरिवाना लाग्छ कानुनी हिसाबले। तर मान्छे मारेर चाहिँ नेपालमा कानुनी दायरामा ल्याउने गरेको चाहिँ
अलि ढिलासुस्ती भइरहेको छ। जुन हाम्रो नेपालको धनलाई चाहिँ जुन नेचुरल रिसोर्स छ, प्राकृतिक स्रोतहरू, यो स्रोतहरूलाई चाहिँ हामीले सदुपयोग गर्नु पाएको भए नेपालमा कति राम्रो हुन्थ्यो होला। अब कुहिएर यसरी ठुल्ठुलो रुखहरू जङ्गलभित्र कुहिएर त्यसै बसेको छ। अनि बरु ठुल्ठुला रुखहरू चाहिँ एउटा हामीले यसको सदुपयोग गरेर चाहिँ त्यसको ठाउँमा सानो सानो बोट बिरुवाहरू फेरि रोपेको भए चाहिँ राम्रो हुन्थ्यो। धेरै कुहिएर गएको छ यस्ताहरू, अब भन्नु सकिँदैन। नेपालको धेरै ठाउँहरूमा छ। अनि हेर्नुहोस्, यसरी आफै लड्दै यो धेरै ठुलो भएको कारणले चाहिँ आफै लड्ने अनि यसो भएको छ। हेर्नुहोस्, यो ठुलो रुख छ। हेर्नुहोस् है साथीहरू, यो रुख कतिको ठुलो छ। यस्तो रुख चाहिँ यो अमेरिकाको एमाजोन जङ्गलमा गयो भने लगभग भेट्न गाह्रो हुन्छ होला। हेर्नुहोस् न, यो वरिपरि कति ठुलो छ। यसरी छ हाम्रो नेपालमा धन, तर यसको सदुपयोग हुनु भएको छैन। धेरै कुहिएर गएको छ। हेर्नुहोस् न, यो यस्ताहरू छन्। भन्नुहोस् न, काठमाडौँमा सानो एउटा रुख काठ किन्नु पऱ्यो भने कति महँगो। अब यहाँ यसरी फालिरहेको छ, टन्नाटन छ, त्यसै खेरा गएको छ। त्यसलाई सरकारले चाहिँ एउटा राम्रो व्यवस्था गरेर यसको सदुपयोग ल्याउन सक्यो भने राम्रो हुन्थ्यो भन्ने हामीलाई लागिन्छ। सरकारको जति नेताहरू हुन्छन् उहाँहरू खालि केन्द्रमा भाषण ठोक्ने यस्तो मात्रै भइरहेको छ। गाउँमा नेपालको देश कति नै ठुलो छ, सबैतिर यस्तो भ्रमण गरेर तीर्थ गरेर चाहिँ कुनै दिनमा भ्याउन सक्नेछ। तर हाम्रो नेताहरू यस्तोमा आइपुग्ने गाह्रै हो। त्यो ठाउँमा आएर चाहिँ हरेक कुराको निगरानी गरेर चाउता मिलाउन सक्नुपर्ने केन्द्रमा भाषण दिने मात्रै गर्छन्, गाउँठाउँमा विकास गर्दैन। हेर्नुहोस् है, अब यहाँ बाटो खराब अवस्थामा छ साथीहरू। हामी चाहिँ यो मुनिसम्म चाहिँ आएको थियो। यो मुनि पानीको स्रोत यहाँसँग यता त आएको थिएन। बाफ्रे बाटो हजुर, आमाम त्यहाँ तपाईँहरूले यो कति राम्रो त्यो डाँडा देख्नुभएको छ नि। हजुर, त्यहाँ चाहिँ हाम्रो यो गाउँको होइन हजुर, लेक छ। अनि अब मेरो क्यामेरा यदि पनि सफा छैन, त्यहाँ सेतो एउटा होइन हजुर, मन्दिर जस्तो देखिरहनु। यो लेक हो नि, यो ठाउँ त्यहाँ चाहिँ अब त्यो ठाउँ लेकको होइन मेन गेट हो होइन। त्यहाँतिर नि गढ पनि छ। अनि होइन यो डाँडामा आएर तपाईँहरू जाने भएर हेर्नुभयो भने खतरा भ्यू देख्छ के। आमाम हो नि, यस्तो राम्रो छ है यो ठाउँ। त्यहाँ पारितिर हेर्नुहोस् होला। धुपै धुप छ नि त्यही। तपाईँहरूले लाइक र सेयर गर्नु चाहिँ नबिर्सिनु होला। तर म फेरि रिसाउँछु नि त। हो नि त, लाइक र सेयर गर्नुभयो भने होइन यस्तो ठाउँ अब गाह्रो ठाउँमा आएर चाहिँ हामीले ब्लग बनाउँदाखेरि होइन म फेरि अब नयाँ एउटा क्यामेरा लिएर ब्लग बनाएर होइन त्यो ठाउँमा के देखिन्छ भनेर म सब देखाउँछु क्या। त्यही त। अब सक्दोसम्म चितोहरू पनि देखाएको थियो होला। हजुर, यो जुन यो ठाउँमा चाहिँ सेराङ होइन सर, सेराङ है यो मुनि गहिरो जङ्गलमा धेरै टाढो देखिरहेको छ हामीले, धेरै टाढो। कैमरा dindak minda ngasela mia ayine ngas model chungjung dige o singu tera गली डो साथीहरू साङ टिप्नु सजिलो लाग्छ होला, धुप टिप्नु यो धेरै गाह्रो काम हो।
धेरै पहाड ठाउँमा जानुपर्छ चट्टानहरू चढेर ज्यानको जोखिम पनि छ तर पनि धर्मको आस्था राखेर चाहिँ हामीले यसरी साङ टिप्न धुप टिप्न जाने गर्छौँ कहिलेकाहीँ हजुर कति छिटो गएको त यस्तो ठाउँमा गएर चाहिँ हामीले साङ टिप्छ तर हामीले साङ यो जुन धुप यस्तो ठाउँबाट लिएर चाहिँ बेचबिखन गर्ने त्यस्तो चाहिँ गरिँदैन साथीहरू यो चाहिँ एउटा साथीभाइलाई यसो कोसेली दिने उपहार स्वरूप हामीले साङ दिने गर्छौँ यहाँको चलन यस्तै रहेको छ त्यही कारणले पनि हामीले यसलाई यस्तो महत्त्वपूर्ण ठानेर चाहिँ धुप टिप्नुलाई यसरी ज्यान बाजी राखेर जाने गर्छ हजुर त्यही त यहाँ लगभग अब हामी 1 घन्टा 15-20 मिनट हिँडेर चाहिँ यहाँ यो डाँडामा आइपुगेछौँ साथीहरू हेर्नुहोस् मेरो एकजना साथी माथि पुगिसक्नु भयो पर्खिनु है पर्खिनु यो यस्तो तलबाट कलै चढेर आएको छ यो हाम्रो जुन बुद्ध धर्ममा चाहिँ बुद्ध धर्म होस् या हिन्दू धर्म धेरै धर्महरूमा चाहिँ धुप बालेर एउटा पूजा गर्ने चलन छ त्यो धुप बालेर चाहिँ एउटा आस्था देवताप्रति आस्था मात्रै होइन त्यसले चाहिँ एउटा हाम्रो स्वास्थ्यको लागि पनि फाइदा पुर्याउने कुराहरू धेरै कुरा एकदम फाइदा हुने कुराहरू जोडिएको हुन्छ त्यही कारणले हामीले यसरी टाढोसम्म गएर चाहिँ धुप टिप्ने गर्छ पुग्यो होइन ल आउँदै गर्छु म कता हो यार बाटै छैन त यार आइयो हजुर दिस वे आयो कति गाह्रो छ नि आयो होसियारले जानु होला नत्र स्वर्ग पुग्नले चाँडै बेल छैन त्यही त वान मिस्टेक गेम फिनिस होइन र लाइक गर्न नबिर्सिनु होला सकेसम्म यो ठाउँ कस्तो रहेछ कमेन्टमा लेखिदिनु होला हजुरले यो भिडियो हेरेर चाहिँ यो ठाउँ कस्तो लाग्यो हजुरलाई यसको के सल्लाह सुझावहरू दिनु होला भन्ने यहाँ हाम्रो एउटा आशा रहेको छ ल सिङ टेम त त्यो सेमा छ लगभग हामी 3500 झनै 4000 मिटर काटिसक्यो होला यति टाढोमा आइपुगेछ हामी यार मान्छेले स्वर्ग देखेको छैन भन्छ यार स्वर्ग यहाँ हेर्छ यार यस्तो हावापानी सफा भनौँ वातावरण एकदमै सफा छ अनि हिमालको चिसो पानी हिमालको चिसो हावा त्यस्तै खाएर चाहिँ हुर्किएको मान्छेहरू 100 वर्ष टिक्छ यार अनि यस्तो ठाउँमा बसेको मान्छेहरूले कुनै धनको लोभ लालच केही हुँदैन आफ्नो एउटा जीवनको एउटा सोच भोगिरहेको हुन्छ कि अब यहाँबाट चढ्नु लागि तपाईँ ओ माई गड अब हाम्रो हालत यो ठाउँमा पुगेको छैन साथ ओहो माई गड यार रमाइलो लिँदै गइरहेको छु क्या अब के भने लाइफमा त्यही त रिस्की पनि छ मनको डर पनि धेरै छ त्योसँग रमाइलो हो नि है यस्तो डेन्जर या रक मैन भिरमा पुगेछ ल कुन कुनाबाट जाने हो हामी यार यहाँबाट माथि होला अब हेरौँ है अब साथीहरू हामी यहाँ बाटो अलि हालको अवस्थामा छ एकछिनपछि हामी फेरि फोटो खिच्दै हामी यस्तो भिरको नपुगे आमा बाटो छैन कोही ब्लग बनाउँदा हेर्नु न अब सोच्नु न हस् ल चढौँ है ल एकछिनपछि भेटौँ है हामी
हेर्नु न अब आमा बाटो कहाँ हो छैन है थाहै छैन हेर ल बिस्तारै चढ्नु है बिस्तारै चढ्नु है ओहो यार हट बिस्तारै चढ्नु है होइन अब काली सास पनि सुक्दैन अब यो चाहिँ जुस हो हाम्रो लोकल जुस जुस यो चाहिँ केबाट बनाएको च्याउबाट बनाएको जुस हो यसमा खोर्सानी पनि हालेछ है यो खोर्सानी हाल्ने कारण चाहिँ के हो भने चाहिँ अब आफ्नो आत्मरक्षाको लागि होइन यसमा खोर्सानी हाल्छ ए हजुर हजुर अब तलतिर पनि गाडीमा खोर्सानी झुन्डाउँछ नि होइन खोर्सानी त्यो कागती लिम्बुनहरू झुन्डाउँछ नि त हो त्यस्तै जस्तै हो यो चाहिँ ल है साथीहरू हामी यस्तो ठाउँबाट फेरि चढेर आएको यार त गहिरोबाट यार देख्दैन यहाँ तपाईँहरूले अब मेरो त टाउकै दुखिसक्यो यार यो धेरै उकालो चढेर चाहिँ एल्टिट्युडको कारणले यहाँ मेरो हाम्रो साथी दुईजना चाहिँ कडा साथीहरू हुनुहुन्छ कि यहाँ दुईजना साथी कडा लोकल पिपल यस्तो कडा हुनुहुन्छ हेर्न न नि हामी कहाँ पुगेछ अब यस्तो यस लगभग यो सिधा पुगिसक्यो अब हिमालको खुर्बा लैजाउँ न लैजाउँ यसरी यहाँ हामीले अब यहाँ चाहिँ रस्सीहरू यहाँ राखेर चाहिँ आधा बाटोमा राखेर अब हिँडेछौँ यहाँबाट अलिक बाटो गाह्रो भएको कारणले हामीले यो खानेकुराहरू यसरी राख्नुपर्छ यहाँ अब यो ठाउँमा यसरी लुकाएर पुरै लुकाएर चाहिँ राख्नुपर्ने लुकाएर भन्दा नि लुकाउनु त कसरी लान्छ र तर यसरी राखेको छौँ हामीले यो भरे माथिबाट फिर्ता आएर चाहिँ खाने अब यो ठाउँबाट चाहिँ अलिक माथिसम्म चाहिँ अलिक गाह्रो छ हेर्नुहोस् है साथीहरू माथि कसरी गइरहेछ माथि साथीहरू यति गाह्रो छ तपाईँ यहाँबाट बाटो चाहिँ माथि हेर्नुहोस् न अब यसरी यो यस्तो बाटो गाह्रो छ आमा साथीहरूले हामीले यहीँ बस्नु भनिरहेछ कि जानु सक्दैन तपाईँहरू चाहिँ यहीँ बस्नु भनिरहेछ तर प्रयास जारी छ हाम्रो माथि जाने ल माथि गएर चाहिँ भेट्छौँ हामी अब के गर्नु हारिस त खाएको छैन अब माथि केटाहरूले कराइरहेछ अब माथि नआऊ भनिरहेछ है केटाहरूले त्यसरी गाली दियो भनेर यहाँबाट चाहिँ माथि जानु सक्ने अवस्था छैन छौ साथीहरू आमा अलि जानु गाह्रो छ यार दुई तिनजना साथी माथि जानुभएको छ अब माथिबाट चाहिँ यो बाटो धेरै खतरा छ यहाँ हाइट पनि धेरै माथि हाइट रहेछ टाउको दुखिरहेछ यार है होइन र त्यही त साथीहरूले हामीले चाहिँ नआऊ भनिरहेछ बुढी आमाहरू माथि पुग्छ भन्छ त कस्तो कुन हिसाबले गयो होला अब हामी त हारिस खायौँ है साथीहरू यतिसम्म अब जाने कि नजाने यहाँ माथि जाने जाम भने मुलाहरूले कराउँछ होला यार हो अब के गरेर के हेरेर बस्ने होला हामी चाहिँ अब बाटो त गाह्रो रहेछ यस्तो माथि उकालो है होइन अब जाँदा चाहिँ फेरि यो खल्सै यो एकदम यो गहिरोबाट जानुपर्ने रहेछ नि यस्तो गहिरोबाट है तातो न्यानो घाम लागिरहेछ थाक्यो साथीहरू टाइम पास तारी उखाल्दै बस्ने ल अब एकछिन बसौँ न त सक्यो भने जाऊँ ल साथीहरू हामी यहाँबाट अब रिस्क लिएर नै माथि जाने निर्णय गऱ्यौँ साथी हामी दुईजनाले चाहिँ खुर्पा चाहिँ के गर्ने अब यो यसको पनि काम नलाग्ला जस्तो भइरहेछ जाऊँ है यस्तो सिन राम्रो देखेर घाम टलक्क टल्केर चाहिँ हरियाली रुखहरू यस्तो रुखहरू छ आमा हजुर लगभग हामीले यो धुप भएको ठाउँतिर पुग्यो यो धुपहरू यो चाहिँ फेरि अलि राम्रै मान्छ तर यसलाई चाहिँ काँडा भएको कारणले चाहिँ हामीले नटिपेको यो काँडा छ यसमा चाहिँ ओ साथी अगाडि जानेहरू ढुङ्गा नपठाउनु होला यो ठाउँमा चाहिँ फेरि अगाडि जानेहरूले चाहिँ ढुङ्गा पठाउँछ भन्ने एउटा डेन्जर खतरा छ यो इसारा दिएन भने माथिबाट ढुङ्गा आयो भने सक्यो गेम फिनिस
मेरो स्वर त माथि अब यिनीहरूले नसुने होला यता हिउँ पनि थोरै हिउँ पनि देखिरहेछ हामीले हिउँ यो माटो देखिरहेछ माटो पुरै जमेछ भित्रभित्र यो ढुङ्गाहरू एकदम जमिएको छ यहाँ जमेको अवस्थामा छ यस्तो ढुङ्गाहरू बिस्तारै जाउँ है यस्तो चढेर आउनुपर्छ हेर उकालो यो एकजना साथी चढिरहेछ मैले आमामामा गाह्रो छ हौ नै आइस भइरहेछ हेर्नु यो आइस छ हेर्नु है यहाँ आइस यहाँ यस्तो आइस छ यो एकदम साह्रो आइस यो देख्दाखेरि यहाँ माटो यस्तो देखिरहेछ तर यो भित्रभित्र सबै आइस जमिसकेको छ अनि हिउँ पनि थोरै हिउँ हामी यति माथि आइपुगेछौँ त्यही त नि त्यही त त्यस्तो त रहेछ साथीहरू अब हामी धेरै माथि पुगेछ यार आमामा यसरी रुक्नु भेगमा चढेर हिउँ हेर्नु हिउँ अब तिर्खालाई होइन तिर्खालाई यसो हो पानी पाउँदैन अब यो ठाउँमा पानी के पाउनु आइस खाने मात्रै हिउँ मिठो छ अब मिठो होस् या नहोस् खानु पऱ्यो त्यही त साथीहरू ब्लगको लागि भयो भने हामी यहाँबाट दुःख गरेर यो यस्तो उकालो छ बाफ्रे तपाईँहरू पत्याउनु हुन्न है ओ प्रभु ओ भगवान् ओ त्रिरत्न हामीलाई रक्षा गरौँ है गयो ढुङ्गा एकजना तल ढुङ्गा गयो आमामामामा हिउँ छ हिउँ एउटा हिउँ छ हौ साथीहरू हिउँ पनि छ चिसो पनि भइरहेछ यस्तो बाटो छ यार हामी चाहिँ यसरी बाटो बनाउँदै हिँडिरहेको अवस्थामा छ साथीहरू हेर्नु साथीहरू यति रमाइलो सिन देखिरहेछ यति रमाइलो सिन आमा है साह्रो दिने मासरा त्यही भएर यो बुढोहरूले पनि चुप्लाएर एक्लै जान्छ यहाँबाट उता होइन हजुर बिर्स्यो अरे होइन अलिकति सरसफ गरेर आउनु अरे हजुर ए लिएर थाकियो छ फेसै पुरै रातो भएछ नि तपाईँलाई थाकेर होइन हेत्तेरिका यार थाकिहाल्छ नि यति माथि अब उचाइमा आइसकेपछि हामी लगभग 4,500 मिटर माथि पुगिसक्यो यार बाटो सही छैन यार यता धुप त यता पनि छ यो धुपको रुख हेर्नु न यो टाउको पनि दुखिरहेछ यार म आफ्नै गति हेर्नुहोस् न दुखेर पुरै एक्जस्टेड भइसक्यो क्या अब हामी तर हाम्रो आशा अझै डेस्टिनेसनमा पुग्ने छ है हाम्रो होइन लु साथीहरू आमा यस्तो गाह्रो बाटो कि जङ्गल यो भित्र बाटो छैन भने पुरै निहुरेर मुसा जस्तो हिँड्नुपर्छ नि हट तिर्खा लागेर यार फेरि आइस दिनु न यार हिउँ खानु पऱ्यो यार ओहो यहाँ हेर्नुहोस् है हिउँ आमा यस्तो मिठो छ नि मिठो छ छैन अब पानी खायो मिठो भनौँ मिठो छ है आमामा बाँदरहरू तर चाहिँ यहाँ बाँदर रहेछ हो र है माथि रहेछ यस्तो गाह्रो आमामामा अब तिर्खा लाग्यो भने अब चिन्ता चाहिँ छैन यार हिउँ छ यार हिउँको कसैले आमामामा साथीहरू यो ब्लग छोटो मात्रै देखाएको छ हामीले
यो माथि जान यति कष्ट छ कि गाह्रो छ कि आमा त्यो पछाडिको कहानी रियालिटीमा छुट्टै छ यार आमामा अब हिउँ खाँदै जानुपर्छ हिउँ आमा उनीहरू कताबाट गएछ यार आमामामामा हेर्नु न यहाँ कस्तो छ यार कहाँ रहेछ थर्स्यो झन्डा झन्डा झुन्डा छ अरे नि झन्डा छ अरे नि थर्स्यो ओए थर्स्यो दोए चानिन्छ त लापा छङ्गी हेर्छ र ओहो त नौसर मन अछि कति राम्रो चिज छ आमा यस्तो राम्रो फुल यार कसैले देखेको छैन होला यस्तो राम्रो त्यो के हो मौरीको हनीको त्यो त्यस्तो त्यही त यस्तो राम्रो फुल देखिन्छ यार स्वर्ग ठाउँमै हो यार हजुरहरूले देखेको छ यस्तो फुल यस्तो राम्रो फुल बाटो काट्छ यार खोइ कहाँबाट हुन्छ बाटो त बाटो आमामा यार कति अग्लो ठाउँ भयो आयो यो राम्रो रहेछ नि कति राम्रो छैन आमा यो सिन कस्तो राम्रो देख्यो क्या फर्किस नि छ अब फोटो खिच्ने मुड पनि आएको छैन क्या अब बाटो हेरेर क्या घर पनि अब धोइ धेरै पुरै शरीर काँपिरहेछ है हाम्रो शरीर काँपिरहेछ कि आमामा अब सेराङ हेर्नु न ए सेराङ सेराङ सेराङको दृश्य हजुरहरूले देखिरहनु भयो होला कति राम्रो छ है हामी यति उचाइमा कि झन् अब लगभग हामी 5000भन्दा माथि पुगिसकेछौँ हेर्नु है मान्छेहरूले चाहिँ सेराङबाट ड्रोन राखेर फोटो खिच्ने गर्थ्यो भिडियो हामी चाहिँ यति उचाइमा आएर चाहिँ आफै ड्रोन भएर चाहिँ उडेर यति आकाशबाट खिचिरहेछ फोटो हेर्नुहोस् है अब साथीहरू यो हाइडन भ्याली भन्ने चाहिँ किन हाइडन भ्याली भन्ने गर्छ हेर्नुहोस् न यो यस्तो ठाउँमा चाहिँ छ हामी खोला नाला भिर ठाउँ ठाउँमा भिर यो सेरङ्गी खोला हेर्नुहोस् है हस् हस् यो सेराङ हेर्नु है साथीहरू यति आकाशमा हामी पुगेछौँ विदेशीहरू आएर चाहिँ सेराङबाट ड्रोन उडाएर 500 फिटभन्दा उनीहरूको राम्रो हिजो आज लेटेस्ट ड्रोनहरू चाहिँ 500 मिटर समथिङ उड्ने रहेछ नि त यति उडाएर चाहिँ फोटो खिच्ने गर्थ्यो तर त्योभन्दा पनि हामी माथि आइपुगेर चाहिँ आज चाहिँ सेराङको जुन दृश्य फोटो लिइरहेछौँ यति रमाइलो छ बा धेरै सुन्दर ठाउँ अनि किन विदेशीहरू यस्तो ठाउँमा नआउला र होइन आयो ओ डर लाग्दो रहेछ आमा रमाइलो पनि लागिरहेछ डर पनि लागिरहेछ यार सेराङ्गी हिमालको काखैमा आइपुग्नुलाई हो कस्तो लागिरहेछ साथी मुटुन झर्न थाल्छ है
मेरो मुटु पनि बाहिर निस्किन लागिरहेको छु किनकि यो हेर्नु न यस्तो छ बाप यहाँबाट झऱ्यो भने त रोप विदाउट एनी सेफ्टीले आएको छु त्यही भएर म डर पनि छु डर लागेको पनि छ है आमाई हो साबोजी दोa ल यहाँ सबसे छिया सबसे छिया म त यहाँ सोकिङ यहाँ दोa 다 쌍기나네 쌍딘들 개온다 쌍투살라 쌍기나 뺏사리 말해 오호호 남 뺏샹서 도와 तँग रोपन जो दे सांग दे हामी भन्दा पनि साथीहरू अगाडि आएर चाहिँ टिभी राख्नुपर्छ हेर्नु न यसो त म टिन्नुपर्छ है साथीहरू हेर्नुहोस् यहाँ यस्तो भिरमा चढेर खतरा छ नि हौ ल ल ल यस्तो ठाउँ छ यार अब यो अनि यहाँ डाँफे चरीको आवाज पनि आइरहेछ नेपालको जुन राष्ट्रिय चरा डाँफे मुनाहरूको आवाज चाहिँ यतै मात्रै सुन्नु पाइन्छ है साथीहरू यहाँ हेर्नुहोस् सेराङ्गी हिमालको दृश्य धेरै नजिकबाट है हामी हेर्नुहोस् है हेर्नुहोस् साङको टिप्ने होइन अब एकजना साथी हिँड्नु नसकेर फेरि ओह्रालो झरिरहेछ अघि उकालो चढिरहेछ फेरि ओह्रालो झरिरहेछ कहाँ किन हिँड्यो होला सपना देखिरहेछ हो भरे कसरी सम्झने सपना देखिरहेछ हो ओ बिस्तार बिस्तार ओहो ओ माई गॉड यार हेट यो पनि धुप हो एउटा एक प्रकारको धुप नै यो एकदम मिठो आवाज मिठो यसको बस्न आउँछ यो हेर्नुहोस् न यो धुपले भरेको छ अब यहाँ यति सुगन्ध आइरहेछ कि हजुरले अब विश्वासै गर्नुहुन्न यति सफा हावा अनि एकदम सुगन्ध एकदम यो धुपको सुगन्धले भरेको ठाउँ छ यो धुपको रुख हेर्नुहोस् न अब यो धुपी सल्लाहहरू यो खालको धुप हामी टिप्नुको लागि चाहिँ यति टाढो दुःख गरेर आइपुगेको हो होइन यो खालको धुप छ होइन यहाँ यो खालको यसलाई चाहिँ यहाँ चाहिँ साङ यो के भन्छ यसलाई पल्मा धुपी भनेर चिनिन्छ होइन यो चाहिँ एकदम औषधिको रूपमा पनि युज गर्ने आउँछ यसको फेरि सुगन्ध आउँछ त्यो कारणले हामीले यो धुप टिप्नुको लागि यति टाढो आइपुगेको हेर्नु है धुप यहाँ यस्तो धुप यो धुपहरू चाहिँ धेरै चलेको धुप हो यो मसिनो यिनीहरू पनि धुप हो हजुरहरूले देख्न सक्नुहुन्छ अनि खास हामी चाहिँ आज यो खालको धुप टिप्नुको लागि आएको होइन यो धुप चाहिँ धेरै राम्रो छ होइन यहाँ राम्रो हाम्रो साथीहरू चाहिँ एकदम तल गहिरोतिर गइरहेछ कहाँ हो हेलो शेरप माथि आउनु हुने तल जाँदै माथि नआउने ल आउनु है हेर्नु यहाँ हाम्रो साथीहरू चाहिँ यति टाढो तल टिपिरहेछ धुप हेर्नुहोस् यस्तो यसरी टिप्नुपर्छ धुप टाढा भिर पाखामा गएर चाहिँ यो सेराङ्गी हिमालको दृश्य सुन्दर सेराङ्गी हिमालको दृश्य हजुरले देख्न सक्नुहुन्छ है अब त्यही माथि आएर चाहिँ हामीले
सेरङ्गी हिमालको दृश्य लिइरहेका छौँ। यो सेरङ्गी हिमालको धेरै नजिक हामी आइपुगेका छौँ र झन्डै हामी 5000 मिटर लगभग 5000 मिटर माथि आइपुगेका छौँ। हेर्न सक्नुहुन्छ यो धेरै सुन्दर हिमाल मनसलु हिमाल भनेर चाहिँ यो पछाडि देखिन्छ। यो पछाडि छन् र यो हिमाल हामीले यहाँबाट अब अहिले एउटा हिमाल अनि यो अगाडिको अनि यो पछाडिको हिमाल गरेर हामी यहाँबाट तीनवटा हिमालको चाहिँ हामीले यहाँबाट देख्न सक्छौँ। हामीले सधैँ नदेखिएको यो हिमाल यो पछाडि पनि एउटा हिमाल रहेछ होइन। अब हेर्नुहोस् है कति राम्रो रहेछ। हेलो दर्शक साथीहरू, हामी लगभग हाम्रो आफ्नो डेस्टिनेसनमा पुगेका छौँ। अब आज हामी यहाँभन्दा माथि नजाने हाम्रो निर्णय भएको छ। यहाँभन्दा माथि गयो भने धेरै खतरा छ। हामी लगभग 5000 मिटर माथि आइपुगेका छौँ। हाम्रो अलि टाउको पनि दुखिरहेछ अलि हाइटको कारणले। 5000 भन्दा माथि छैन, माथि नै छ। हामीले हजुरहरूलाई यो पछाडिको जुन हिमालको दृश्यहरू पनि देखाइरहेका छौँ। हेर्नुहोस् है यस्तो ठाउँमा आएर चाहिँ एउटा आराम लिन सक्नु भनेको चाहिँ धेरै खुसीको कुरा हो। झन्नै हामी अब यो लबाला भन्छ, लबालामा चाहिँ 5000 मिटर छ भन्ने कुरा छ होइन। अनि तर यो हामी बसेको ठाउँ 5000 भन्दा पनि माथि छ। अनि यो है यहाँ देख्न सक्नुहुन्छ नि हजुरले, एकजना साथी तल फोटो खिचिरहेछ। अनि यो धेरै सुन्दर ठाउँ रहेछ। म हजुरहरूलाई यसको ठिक्क एल्टिट्युड कति हाइट रहेछ भनेर चाहिँ गुगलमा हेरेर चाहिँ हजुरलाई बताउने छु। मैले अहिलेसम्म 5000 भनिरहेको छु, 5000 भन्दा माथि। मेरो हिसाबले यो 5000 भन्दा पनि माथि छ। किनभने यो माथि जुन देखाइरहेछ नि यो हिमाल, यो माथिको हिमाल चाहिँ सेरङ्गी हिमाल, च्यामर हिमाल भनिन्छ। गुगलको म्यापभित्र यसको अफिसियल नाम चाहिँ च्यामर हिमाल, गोर्खाको जुन चुम्नुब्री गाउँपालिकाभित्र परिन्छ यसको जुन च्यामर हिमाल भनिन्छ। यसको चाहिँ लगभग 7000 भन्दा पनि माथि छ यसको जुन हाइट चाहिँ। यसै कारणले यो चुम्नुब्रीभित्र चाहिँ देश विदेशबाट पर्यटकहरू यो ठाउँमा यस्तो घुम्न आउँछन् र रमाइलो लिन आउँछन् यो हिमाल भएको कारणले। अनि जुन हामीले यो देखिरहेछौँ यो पल्लो ग्लेसियर, यो ग्लेसियर हामी अस्ति योभन्दा मुनितिर पुगिरहेको थियौँ। आज योभन्दा पनि हामी माथि हाइटमा आइपुगेछौँ। अब आज चाहिँ हामीले यो मैले जुन यो ग्लेसियर देखिरहेको छु, यो ग्लेसियर हजुरले यहाँबाट कालो कालो देख्नुहुन्छ नि, त्यो चाहिँ सब ग्लेसियर हो। यो पग्लेर माथिसम्म पुगिसकेको छ यो तापक्रमको कारणले गर्दाखेरि। यो पहिला धेरै तलसम्म थियो अनि अहिले पग्लेर माथि माथिसम्म गइरहेछ। अहिले पनि पग्लिरहेछ, आवाज गडङ गडङ आवाज गरिरहेछ। यो जुन कालो देखिरहनु भएको छ त्यो कालो होइन, त्यो पग्लेर चाहिँ त्यसको पानीले गर्दा त्यो पानीले त्यो बालुवा भिजेर चाहिँ त्यो कालो देखिएको हो। भिज्दै भिज्दै गइरहेछ। हजुर ल अब हामी फेरि यो पछाडिपट्टि जुन हजुरलाई हिमाल देखाइरहेछौँ नि, हिमाल यो हिमाल मनसलु, यो ठिक्क यो माथि हिमाल चाहिँ मनसलुतिर परिन्छ। ल है त साथीहरू, यस्तो ठाउँमा आउँदा चाहिँ साथीहरू हामी एकदम नर्मल जुत्ताहरू सुजहरू लाएर चाहिँ आउनु गाह्रो हुन्छ। त्यही कारणले हामीले चाहिँ एकदम जुत्ताहरू मुनि सल राम्रो भएको तपाईँको देखाउनुहोस् त। हो मेरो त हेरे भने बेस हुन्छ हो। एकदम यहाँ मुनि देखाउनुहोस् त, मुनिको सल कस्तो छ। ओ हजुर हजुर एकछिन है साथीहरू, त्यस्तो होइन। यहाँ देख्न सक्नुहुन्छ नि हाम्रो साथीको चाहिँ जुत्ता एकदमै राम्रो लागेको छ। यहाँ
अनि ऊ अलिक भएन। न्यानो घाम टलक्क टल्किएको घाम एकदम न्यानो घाम लागिरहेछ र यहाँ हामीले हिमालको दृश्य पनि यस्तो राम्रो देखिरहेछ। यो ठाउँ चाहिँ धेरै सुन्दर ठाउँ छ। यो चाहिँ यो माथि चाहिँ मनसालुको जुन रेन्ज मनसालु योभन्दा माथि मनसालु परिन्छ। अनि यता चाहिँ हाम्रो बुद्ध हिमाल हरू यो रेन्जमा चाहिँ परिन्छ। तलतिर राम्रो बस्यो दाइ। किल्ला भयो भने दामी हुन्छ कि हानेर कि त्यसलाई हान्नुभन्दा यसै गरेर अलिकति अब हामी फर्केको अवस्थामा यी दुःख पायो यार। हामी त धेरै टिपेन, यहाँ साथीहरूले टिपेछ। हामीले आधी बरा जति टिपी। अब साथीहरू गइरहेछ भने एकजना साथी चाहिँ पुरै यहाँबाट गइरहेछ तल। यस्तो डेन्जर छ। अनि हामी चाहिँ यताबाट हामी खासै जानु सकेन, बाटो अब राम्रो खस्दै जाँदैछौँ। धुप पुरै छरपष्टै माथिबाट पठाएको छरपष्टै भएर दुईजनाले टिपिरहेछ। अब पुरै ओहो डबल काम भयो नि यार, पुरै छरपष्टै भएछ भने यति दुःख गर्नुपर्छ। ओहो धुपको बारी लिएर आउँदै हुनुहुन्छ। अब माथिबाट चाहिँ हामीले गुल्टाको, यहाँबाट चाहिँ हामीले फेरि बारी बनाएर लानुपर्ने जस्तो हुन्छ। कष्ट छ नि हौ साथीहरू। कुनैको माथि बारी बिग्रिएछ, यहाँ एकजनाको बारी बनाउँदैछ फेरि हेर्नुहोस् है। उहाँको चाहिँ बारी बिग्रेको अवस्थामा बारी बनाउँदै हुनुहुन्छ। Rock done dead though.
के हो के बोक्नु भयो तपाईँले मासु ए हिमाली मासु अब हामी चाहिँ यहाँ बिसाएर चाहिँ अब खाजा चिया कफी खान लागेको मजाले भन्ने सेरा फेरि ल चिया कफी होला छुछु त बिस्कुट रहेछ पछि पेसाका ब्रा अझ फोटो नानी सँगमा के बताइयो मिठो छ